हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। यो चाहिँ मेरो फर्स्ट ट्राई। आज चाहिँ हामी घुम्नु हिँडेको। अलि पर के पुगेको थिएँ, मलाई राम्रो ठाउँ देखेँ अनि मलाई फोटो भिडियो खिच्नु मन लाग्यो। खिच्दा खिच्दै त भाउजू र भाइ त हराइगएको। कहाँ गए भनेर खोज्दा खोजेको त डाँडामा गएर पो हामीलाई कुरिबसेको रहेछन् अनि हामीले भेटाएर चाहिँ सँगै गयौँ। फेरि पनि भेटाएपछि नि फेरि पनि भाउजू हराउनु भयो। कहाँ जानुभयो भनेको त काँडा बिच फुल भेटाउनु भएको रहेछ। फुल टिप्नु पो जानुभएको रहेछ उहाँ। अनि बल्ल आउँदै हुनुहुन्छ अनि हामी माथि टपमा पुग्यौँ है। त्यहाँ पुगेपछि त वाउ, त्यहाँको सिन त्यति नै राम्रो अनि रिफ्रेसिङ चिसो हावा, माइन्ड फ्रेस भयो है। त्यसपछि हामी त्यहाँबाट नि अझै तल झर्ने निर्णय गऱ्यौँ। काँडो बाटो थिएन। उहाँ सरजीलाई भिडियो गराइदिनु पर्यो अरे। तल झरेको, माथि आएको, घुमेको, डुलेको, डाँडा पाखा हेरेको एकदमै रमाइलो भयो। अनि यति धेरै भिडियो बनायौँ, यति धेरै रमायौँ, यति धेरै टिकटक बनायौँ। तर भोकै है, पेट चाहिँ भोकै थियो। झर्ने मन त थिएन, त्यही पनि झरियो। के गर्नु, भोक लागेको थियो, केही खाएको थिएनौँ हामीले। हाम्रो पेट बुडबुड कराइरहेको थियो अनि त्यसपछि झरियो। अरू ठाउँमा त घुम्नु पऱ्यो, बिचतिर जानु नै थियो बाँकी। अनि त्यसपछि हामी गयौँ, बिचतिर पुग्यौँ। उतिखेरै चिसो थियो। उहाँले त जाम उता जाने हो र भन्दै हुनुहुन्थ्यो। चिसो थियो एकदम, हावा चाहिँ चिसो है। मैले चाहिँ भयो यतैबाट घरतिर जाउँ, पछि समर लागेपछि आउला भने है। बिचलाई वादा कसम सबै दिएर पछि आउँछु फिर्ता भन्दै हामी चाहिँ घरतिर फर्कियौँ। फर्स्टचोटि भएको भएर होला, खासै भिडियोमा त्यति मजा चाहिँ छैन। मजा अब के भन्नु, त्यो राम्रोसित मैले गर्नै जानेन, बोल्नै जानेन है। पछि भोइस राखेर पछि गर्दै जाँदा एक्सपिरियन्स बुटुल्दै राम्रो होला भन्ने आशा छ मलाई। बाई, धन्यवाद, थ्याङ्क यू। अनि हामी गुटुङटुङ घरतिर फर्कियौँ। जाडोमा कप आउँदै, कहिले गएर खाना पकाएर खाने भाउँदै। अनि हजुरहरूले त म त लास्टको बिचको भ्यू नै दिनु चाहन्थे, भुलिएछु क्या। अनि हेर्नु बिचको टाढैबाट भ्यू हेर्नुहोस् कि पछि चाहिँ नजिकबाट देखाउँछु नि पछि आएर। ल बाई। फेरि भेटौँला अर्को भिडियोमा।